हामी नेपालगञ्जको दर्शकलाई भेट्न जाँदैछौँ। राति 12 बजेसम्म पनि उहाँले चलचित्र हेर्दै हुनुहुन्छ। लासिन आउँदैछ। शान्ति शान्ति रोक शान्ति युगौँदेखि बोकेर आएको चेतना परिवर्तन हुन समय लाग्छ। रोक शान्ति यो लडाई सम्भव छैन। किन छैन? गणतन्त्र सम्भव भएन? संघीयता समावेशिता सहितको नयाँ संविधान सम्भव भएन? तिमी लेखक भन्यौ, सपना सम्भव भएन? गऱ्यो भने जे पनि सम्भव छ बस्नु। अनि यत्रो युद्ध आन्दोलन भयो, यतिका मान्छे शहीद भएर गणतन्त्र किन आएको भन त? सबैको आफ्नो पहिचान होस्, समतामूलक समाजको निर्माण होस् भनेर। अनि अझै पनि जात ढाँटेर लुकाएर बाँच्ने? 2 वर्षमा 20 ठाउँ पढा सकिसक्यो। मेरो पहिलो अनुभव हो यति राति। तिनीहरू जसलाई सडकमै हुर्काउने हो। 12 बजेसम्म पनि दर्शकले यसलाई देश दिन पर्दैन? म त लड्ने हो बसन्त। बरुवालाई साथ दिन्छौ कि नै? दिन्छु। कसरी? लेखेर। के लेख्छौ? जे बाँचिन्छ त्यही लेख्छु, जे भगिन्छ त्यही लेख्छु। तिम्रो लडाई लेख्छु। के नाम राख्छौ नि किताबको? शान्ति। फिल्म कस्तो लाग्यो? फिल्म कस्तो लाग्यो? Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
नहीं के सब आखन्ता के कितना याला एक्लै बोलिदिने हो कि कितना एकदम भीतर उडेर जाने यहाँ छ मसँग मेरो छोरा धेरै रहर छ के आइज नानी थ्याङ्क यू अहिले घर जान ढिला हुन्छ यदि 12 बजीसम्म
लाइभ गरेर कसैले थ्याङ्क यू भनेर है मलाई हिँड्न आएन मेरो पाला है तपाईँकोबाट मिटिङ गर्नु न क्वालिटी फ्ल्यास त बलेर कालै निकाली गीतको नाम याद आफ्नो ऊपर खिचेको एउटै खिचम भनेको एउटा भयो नि त भएको नि अनि एउटा खाइते खाइ आउनु बाइक के भयो त चिन्नु त गाना अब कहाँबाट चिन्नु केटीहरूले चिन्दिन पालो ब्याङ्कको चाबी भन्ने कस्तो रह्यो अनुभव मध्यरातमा पनि दर्शकहरूको यति धेरै भिड? यो चाहिँ अचम्मकै अनुभव भयो मेरो लागि। आफूले होइन पहिलाको फिल्महरूमा
पनि रातिसम्म दर्शकहरू बसेर हेरेको त सुनिरहेको थिएँ, तर आज आफ्नै चलचित्र मा भेटघाट हुन पाउँदाखेरि चाहिँ यो साँच्चीकै मन नै भावुक भएर आयो। यति रातिसम्म अलिक चिन्ता पनि लाग्यो, उहाँहरू कसरी जानुहुन्छ होला, कसरी म्यानेज गर्नुहुन्छ होला, ट्राभलहरू कति टाढा टाढाबाट आउनुभएको होला जस्तो पनि फिल भयो। मेरो साँच्चीकै अलिकति इमोसनल नै भयो आज चाहिँ, यति रातिसम्म बसेर। यो चाहिँ साँच्चीकै दर्शकहरूको माया अमूल्य नै छ। यो थ्याङ्क यू नेपाल।